म चाहिँ आज मेरो गार्डनको डेकोरेसनमा यहाँ माथि स्ट्यान्ड बनाएर सबै फुलहरूलाई यसरी राखेको छु। हेर्नु न कति क्युटी फुलेको छ। अनि आज चाहिँ यहाँनिर एकदम खुसी लागिरहेछ। हेर्नुहोस् है, बगनबेलीलाई मैले यसरी डेकोरेसन गरेर राखेको छु। मैले चाहिँ यहाँ यसरी डेकोरेसन गरेर राखेको छु। यो बगनबेलीहरू हेर्नु, रोपेको 1 महिना मात्रै भयो है। यो बगनबेली दामी फुलेको छ नि। अनि हजुरहरू पनि बिरुवा लगेर रोप्नुहोस्। थाहा भएको छ कि आज चाहिँ म एकदम बिजी भएर चाहिँ यहाँ यसरी डेकोरेसन गरेर यो स्ट्यान्ड सफाको काठको स्ट्यान्ड बनाएर चाहिँ राखेको छु मैले। एकदमै अब यो गर्मी सिजनमा त यो बगनबेली नै फुल्ने हो नि त। सो मैले चाहिँ आज एकदम बिजी भएर बनाएको छु। अनि यो चाहिँ हेर्नु न कस्तो राम्रो इन्डोर पनि हो, आउट पनि हो। हजुरहरू पनि लिनुहुन्छ भने है, धेरै दाम छैन नि यसको चाहिँ, एकदम होलसेल मूल्य छ। धेरै दाम छैन, यो एकदम सस्तोमा पाइन्छ। इन्डोर आउट हुन्छ यो चाहिँ है। अनि मैले चाहिँ यहाँ सबै स्ट्यान्ड मैले किनेको यो स्ट्यान्ड चाहिँ फ्लामको टसबाट बनाएको हो। अनि त्यहाँ चाहिँ आज मैले बनाएको। अनि कस्तो दामी फुलेको छ बगनबेली। अनि म धेरै बिजी हुन्छु कि आफ्नै गार्डनमा। सो भेरी भेरी ब्युटिफुल। अनि यिनीहरू पनि मरिगएको थियो, यिनीहरू पनि फुल्दैछ। यो चाहिँ एकदम यो यसको दाम चाहिँ महँगै खालको हो। यो चाहिँ मसँग चाहिँ 5-6 खालको छ है बगनबेली चाहिँ। धेरै खालको हुँदो रहेछ बगनबेली। सो मसँग चाहिँ धेरै कलेक्सन गर्न सकेको छुइनँ। म चाहिँ अब बिस्तारै कलेक्सन गर्ने प्रोसेसिङमा छु। अनि यो हेर्नु न, यी कस्तो सानोमा फुल्ने बगनबेली मैले धेरैचोटि देखेको छ कि कति त्यस्तो लगेर पनि गइसक्नु साथीहरूले। हजुरहरू पनि मनपर्छ भने अर्डर गर्नु होला। यो चाहिँ 2-3 खालको छ। यसलाई चाहिँ पुण्य भेराइटी के भन्छ। कस्तो दामी फुलेको छ। अनि यो चाहिँ एकदम गर्मीमा फुल्ने फुलहरू है। यो सबै यो गर्मीमा हुने हो। तराई क्षेत्रमा त अब मौसम हेरेर नै फुल लाउनु पर्ने हुन्छ। पाहाडमा जस्तो सदाबहार सबै फुल हुँदैन। यो गर्मी मौसममा गर्मीकै लाउनु पर्छ। अनि विन्टर सिजनमा विन्टर सिजनकै लाउनु पर्छ। सो म चाहिँ एकदमै विन्टर सिजनमा विन्टर सिजनको फुल, अनि यो गर्मीमा चाहिँ गर्मीकै लाउँछु। अनि आज मैले एजिलालाई पनि कति 6 पिसलाई रिपोर्टिङ गरेँ। रिपोर्टिङ गरेको छु। यसलाई चाहिँ मैले पत्कार अन्डी पत्कार अनि त्यो प्लास्टरको फिनिसिङको बलुवा हुन्छ त्यसमा चाहिँ मैले रिपोर्टिङ गरेको। अनि यिनीहरू पनि दामी हेर्नुहोस् है। मलाई एकदम फुल पाराख्यो नि त। अस्ति कुखुराले मार्यो अनि फेरि लिएर मैले यो रोपिरहेको छु। अब यो साल नभए पनि अर्को सालमा फुल्छ। अहिले पनि फुलिरहेको छ। अब हेरौँ कतिको राम्रो हुन्छ थाहा छैन। यो चाहिँ सबै सानो खालको यो गुलाबको हो। यो गुलाबै गुलाब हो मेरो। रोस होस्, सानोबाट पनि छ, ठुलोबाट पनि छ। अनि यहाँ पनि मैले कटिङ निकै नै लगाएको छु है। हेर्नुहोस् है। अनि यो चाहिँ हेबिस्कसको बिरुवा हो। हेबिस्कसमा एकदम लट्टै कोपिला लागेर फुल्दैछ है। यो मैले अब कटिङ लगाएर के गरेको, एकदम गर्मीमा यो पनि फुल्ने रहेछ। एकदम लट्टै कोपिला लागेको छ। अनि मैले यहाँ टप एरियामा पनि बगनबेली नै, मेरो त बगनबेली नै धेरै छ। सो यहाँ चाहिँ हावाले लडाउँछ भनेर मैले बाँसले बाँधेर चाहिँ पुरै यिनीहरू सबै बगनबेली हो। अनि अब खालको छ है यहाँ पनि। अनि यहाँ एडिनियम पनि छ। एडिनियम पनि फुल्नु सुरु भइरहेको छ। अनि यहाँनिर एकदमै एकदम यहाँनिर यहाँ चाहिँ एकदमै बगनबेली लगाएको छु मैले। सबै बगनबेली है। यहाँ मुनि पनि बगनबेली नै छ। अनि यो टप एरियामा पनि मैले बगनबेली नै लगाएको छु। अनि यो फुलहरू चाहिँ मैले रोपेको 1 महिना जति होला, धेरै नै फुलिरहेछ। अनि यो चाहिँ गोबरको मल अनि यो जङ्गलको पत्करको मलमा चाहिँ रोप्नु नआउने रहेछ। एकदम पत्ता मात्रै धेरै आउने अनि नफुल्ने रहेछ। सो मैले चाहिँ एकदमै यहाँ बगनबेली लगाएको छु। अनि हजुरहरूलाई पनि बिरुवा चाहिन्छ भने मसँग सम्पर्क गर्नु होला है। यो चाहिँ मैले थाइल्यान्ड भेराइटीको भनेर ल्याएको है। यस्तो दामी छ हेर्नुहोस् न।
खोइ अब बाँच्छ कि बाँच्दैन थाहा छैन। यो चाहिँ तराई क्षेत्र हो नि त, यसले चाहिँ गर्मी सहँदैन भन्ने मलाई चिन्ता छ। एकदमै दामी भएर फुलेको छ। सो यसको चाहिँ म कटिङ पनि लाउनेछु बाँच्यो भने। हेरौँ अब कतिको बाँच्छ। बाटोमा चाहिँ यो थियो कि यो सानो बिरुवा, अनि कस्तो माया लाग्यो अनि लिएर मैले यहाँ रोपिदिएको थिएँ। यो पनि फुल्दैछ तर यसले पनि गर्मी सहँदैन, र पनि फुल्दैछ त्यति त। यहाँ चाहिँ धेरै बेगोनियाहरू छ है, बेगोनियाहरू राखेको छु गर्मीले सेपमा राखेको। अनि यहाँ इन्डोर प्लान्टहरू पनि एकदमै मैले यहाँ राखेको छु, ठाउँ छैन। सो मेरो चाहिँ सानो ठाउँ भएर राख्ने ठाउँ हुँदैन। इन्डोर प्लान्टहरू पनि यहाँ राखेको छु। हावा आयो भने फेरि म तल झर्छु नि, यिनीहरू हावाले झराइदिएर फुटालिदिन्छ। सो यिनीहरू पनि इन्डोर प्लान्ट हो, आउटमा पनि हुन्छ ठिकै छ। अनि कति पनि यो छ नि, यो पनि स्नेक प्लान्ट हो। अनि यो अस्ति कस्तो दामी फुलेको थियो नि यो क्रिसमस क्याक्टस, अहिले पनि पलाउँदा नर्सरीबाट ल्याएको। यो चाहिँ मैले घरमै आफूले नै बनाएको। यो पनि फुल्छ होला सायद, 1 महिना जति भयो होला मैले यो चाहिँ रिपोर्टिङ गरेर चाहिँ यहाँ मल माटो मिश्रण गरेर चाहिँ लगाएको, मजाले पलाएको छ। सो अब यो पनि फुल्छ होला, रोप्नुहोस्। अब चाहिँ म चाहिँ मेरो गार्डन सबै देखाइसकेँ भन्न चाहन्छु। एकदमै कस्तो लाग्यो हेरिदिनु होला। मेरो चाहिँ सानो घरको गार्डन है, एकदमै ह्याप्पी हुन्छु। थ्याङ्क यू सो मच, भिडियो हेरिदिनु होला। थ्याङ्क यू सो मच। ओके, बाई बाई।